बालेन, बेस क्याम्पदेखि यहाँसम्म आइपुग्न सजिलो थिएन। हरेक पाइला विरोधको हिउँमा गाडिएको थियो। सगरमाथा कहिल्यै सजिलो हुँदैन रवि, तर म चुचुरो चढ्न नामका लागि आएको होइन, म त नक्सा बदल्न आएको हुँ। नक्सा त अवश्य बदलिनेछ। अब त फाइनल स्टेज हो। उहेर त्यो कुर्सी खाली छ। खाली देखे पनि सजिलै बस्न मिल्दैन। त्यहाँ पुग्न जनताको भरोसाको अक्सिजन चाहिन्छ। त्यो अक्सिजन म धकेल्दैछु। अब पछाडि फर्किने ठाउँ छैन। या त चुचुरो या त इतिहास। इतिहास त तलै बनिसक्यो रवि। अब त चुचुरोमा पुगेर प्रमाणित मात्रै गर्न बाँकी छ। तयार छौ? हुन्छ, जाउँ। आँधी आउन सक्छ, हिमपहिरो खस्न सक्छ। सतर्क रहनु। रवि, यदि सत्ताको कुर्सी सगरमाथाको चुचुरो हो भने म जनताको नाममा त्यो चुचुरो चढेरै छाड्छु। जय गान्धी। ल है, अन्तिम पुस अब। गन्तव्य धेरै टाढा छैन, सारा देशले हेर्दैछ। सगरमाथा चढ्नेलाई डरले होइन, दृढताले चिनिन्छ। बालेन, यो सिंहासन अब तिम्रो हो। यसलाई सत्ता नसम्झिनु, यो जनताको विश्वास हो। आऊ बस दुई।